हेलो गाइज, म चाहिँ निस्केँ फेरि पनि राइडमा। 6 बजिसकेको छ होइन। बेलुकाको अब बेलुकै भन्नुपर्छ, अब रात परिसक्यो होइन। त्यही हो, हल्का निस्केको, अब कहाँसम्म पुगिन्छ सो हेरौँ, त्यसपछि अब अरू कुरा गरौँ होइन। खासै ज्यादा चाहिँ टाढा गइँदैन होला, सो त्यही भए पनि हेरौँ कहाँसम्म गइन्छ। भिडियो बनाउने फर्किने, त्यही हो, जिन्दगी नै यही हो। म चाहिँ लागेँ अल्छी लागिरहेछ यार मलाई त आजभोलि त खबरै साँच्ची पनि हो यार। खबर अल्छी लाग्छ यार आजभोलि, किन होइन। हिँड्दाखेरि पनि एक्लै है, अनौठो क्या, साथीभाइहरू छैन, अल्छी त लागिहाल्छ नि होइन। आजको केही फिक्स छैन मेरो चाहिँ है, कहाँ जान्छु भनेर, के गर्छु भनेर केही फिक्स छैन। सो हिँडेकै छु है। ल यहाँ उहिले ट्राई गर्छु ल। ओइ कस्तो कस्तो यो भएको, परदेखि ट्राई गरौँ। हान्नै नसकेँ कि क्या हो मैले। यसो अन्त यार टेन्सन हुन्छु त म। ल अब चाहिँ गयो है। आयो मार्छ होला यार। के भयो किन भुकेको? जा पर भुक्दो रहेछ आएर भुक्छ अनि पुच्छर हल्लाउँछ। कस्तो खालको कुकुर हौ? मेरो सका भेर्ने हो कि? पुरा उयो हुन्छ क्या, खेल्नु चाहिँ खेल्छ कि, तर टङ बज्छ र यार, टेन्सन। स्पिड कस्तो आएको यो। अघि पछि हेर्नुपर्छ, पछाडिको साइड लाइट उल्टो बालेर होइन। खुबै हिरो भनेर जाथ्यो, अघि पछि नहेरिकन यार। कस्तो छ यार। अलि हेरेर घुमाउनु पर्छ हौ। क्या अल्छी लागिरहेछ यार मलाई त। मासतिर जान्छु, जनता पार्कतिर, त्यसपछि सोचुम्ला, त्यसपछि नि नयाँ लिम्ला, त्यसपछि के गर्नुपर्ने गरौँला। आज फासै जाम यार। ओके ल, फास्ट जाम भनेको ठिक छ, बिस्तारै नै जाम। जान्दा पार्क घुम्नु पर्ला यार। गियर 3 मा ओइ निस्क्यो यार, निस्क्यो।
गलत बाटो आएर दुःख पाएको नि त मैले मारिसकेँ ल आयो उकालो अब बर गर्ने भएर हातभरि पसिना यार त्यत पिलिट्टै भयो यो चाहिँ शब्द चाहिँ नहट्नै पऱ्यो क्या मुखदेखि हात्नै माया लाग्यो यहाँसम्म पुग्दाखेरि त आयो नि पसिना सरी भइगए टिकट काटिदिनु पर्यो ए ल यार जनता पार्क प्रवेश भयो प्रवेश निशुल्क ए निशुल्क है निशुल्क है ए होइन पो म त शुल्क तिर्नु पर्ने भयो हेत्तेरिका यार म त झन्नै नि ल क्या दामी यहाँ चाहिँ माइन्ड फ्रेस हुन्छ क्या नेपालको झन्डा चाहिँ नफरफराउँदाखेरि चाहिँ त्यो अलिक नसुहाउँदो हुँदो रहेछ यार हेत्तेरिका झन्डा पार्क प्रवेश गरिसकेँ म अनि यहाँ धरानको भ्यू पनि भइहाल्छ यहाँ दामी 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 ठाउँ छ क्या मलाई यो चाहिँ के छ भन्दाखेरि सुरुमा एकचोटि छिरेको छु योसँग दुईचोटि प्रवेश गरियो यहाँ चाहिँ शौचालय छ दिदी त खतरा हाँस्नु भयो यार किन हाँस्नु भएको थाहा छैन दामी ठाउँ छ डाउन हिल मास्तिर छ यार कहाँ यहाँ माथि कि ऊ माथि हौ ऊ माथि होला कहाँ कुनै देखियो भने एकचोटि गएको झन्नै मरेको छु यार त्यही हो सही छ म त पसिनै सरी भएको त हालत त अब खराब छ भन्नुपर्छ यति बेला चाहिँ यसो घुम्न आएको छु हल्का फ्रेस भयो त्यही हो ल अब बसिहाल्यो यति बेलासम्म बसिहाल्यो होइन अब चाहिँ फर्किने छु म अब चाहिँ म फर्किन लागेँ तयारी ल ओके दामी ओह्रालो चाहिँ अब बरु ओह्रालो छ क्या म चाहिँ किनभने नेपाली खोइ किन बोल्नै आउनु छोड्यो मलाई यार अब कख पर्ने बेला भयो मैले चाहिँ सो साँच्ची पनि यार बोल्नु खोज्छु होइन त्यो जिप्रो हुन्छ नि जिप्रोमै ब्ल्याङ्कै अड्किन्छ भनेको क्या अनि त्यसपछि के चाहिँ गर्नु त नि रुनु पनि नहुने हाँस्नु पनि नहुने के गर्नु त नि ल सरे म चाहिँ आहा आहै मिठो तिम्रो मुस्कानैमा one of the most यही हो लाइफ यत्तिकै जाने हो जापालीको गानामा ऱ्याप मैले हान्ने हो त मनपर्छ यार जापाली मेरो चाहिँ हे मनपर्ने ऱ्यापरै जापाली हो अनि हावा हुँदिन त म पनि ब्रो के सोच्छ कि अरे त्यहाँ परदेखि पनि बाटो थिएछ त
अघि यहीँदेखि फर्केर गएँ क्या म थेत हावा भयो बतासु बनी भेट्न आइदेऊ न तिमी मेरै हुन आइदेऊ न म त फर्केको फर्कै छु म त फर्केको पर्खेको फर्कै छु भनेको त फर्केको फर्कै छु भएछ क्या सो गानामा पनि फेरि म हानिदिन्छु नि ऱ्याप हान्नु पर्यो भने त्यस्तै हानिदिन्छु गानामा नि के कम भाइ इन्टरनेसनल खान्छु ऱ्याप हान्नुको लागि म आयो गफ नहानौँ यार झापाली दाइ जत्तिको भयो भने चाहिँ गफ हान्नु मिठो कि छिन म गफ हान्नु मिल्दैन पनि म फेरि तिम्रो गली आउने छैन मन मेरो दुखेको त छ तर फरक पर्दैन ल हिजो के भयो भने सोच्दिनँ म आज जति गाह्रो छ त मलाई थाहा छ जे छ त्यसैमा रमाउने गर्छु म त प्राय माया गरे सरी तिमीलाई मनबाट तर आज छु मरेको रे किन होला खै सोच्ने समय नि छैन म छु जहिले यस्तै नै हो पब्लिकमै हान्छु ऱ्याप यो हुँदिन स्याट म हानिदिन्छु ऱ्याप यस्तै छ जिन्दगानी यस्तै छु म अझै नै जानु छ केही त गरेर समय खराब छ ठिकै छ सोच्दिनँ कसैलाई राम्रो नराम्रो म यस्तै छ जिन्दगानी सोच्दैछु अझै पनि पर्दैछ चिन्ता मेरो दिन दिन किन त नि मन दुख्छ मेरो पनि सताउँछौ तिमीले अनि नगर कल मलाई घरि घरि ऱ्यापमा पनि म इन्टरनेसनल खाइदिन्छु क्या उहाँ चाहिँ मेरो एकदम नजिकको साथीभन्दा माथिको दाइ लु म त गएँ त गोलो यार एकछिन बस्छु अनि जान्छु साथीभन्दा माथिको दाइ सन्चै हुनुहुन्छ हेत्तेरिका यार तपाईँको अनुहार देख्नु नपाएर यार देख्नु नपाएर हेर्नु नपाएर यार यो चाहिँ साथीभन्दा माथिको दाइको साइकल सस्पेन्सन नै बङ्गिरहेछ क्या मेरो त चाँडै भाँचिनेवाला छ यसलाई चाहिँ अब के भन्न चाहन्छु भन्दाखेरि केही भन्दिनँ म त्यही हो बस्दै गर अब यसलाई राखी आउने हो जाने हो म चाहिँ घरतिर त्यहाँ जान्छु कि म त्यसपछि घुमेर आउँछु त्यसपछि हेरौँला ल